Hello everyone, welcome to my mini vlog. It's me शर्मिला महत. हतार हाम्रो शिक्षिकाज्यूहरू बोरा बोकेर कता जाँदै हुनुहुन्छ भन्दाखेरि ठुलीबेरी नगरपालिका महिला संघ उपमेयर कार्यक्रमबाट विनियोजित अपाङ्ग तथा लक्षित वर्ग कार्यक्रम चाहिँ हामीले ठुलीबेरी नगरपालिका वडा नम्बर 3 दुनै स्थित बाल मन्दिर आधारभूत विद्यालयमा सञ्चालन गर्न गइरहेको छु। हाम्रो कार्यक्रम चाहिँ थियो स्टेसनरी वितरण। अनि स्टेसनरीमा चाहिँ हाम्रो कपी पेन्सिलहरू थियो। अनि एकछिन हामीले सबै डेकोरेसन गरेर टिकटक बनायौँ। अनि अतिथिज्यूहरू आउन अलि टाइम लाग्ने थियो नि त, त्यही भएर हामी चाहिँ यताउता भाइ बहिनीहरूसँग जिस्किँदै बसेको। अनि बल्ल हाम्रो अतिथिज्यूहरूको आगमन भयो। अनि कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ हाम्रो प्रिय मित्र गीता म्याडमज्यूले। कार्यक्रम चाहिँ एकदमै रमाइलो भइरहेको थियो, किनकि भाइ बहिनीहरू एकदम शान्त तरिकाले बस्नु भएको थियो। यहाँ चाहिँ आसन ग्रहणको कार्यक्रम हुँदै थियो, सबैजनाले आसन ग्रहण गर्दै हुनुहुन्थ्यो। मलाई चाहिँ भिडियो बनाउँदा कस्तो रमाइलो लाग्ने भन्दाखेरि नि यो भाइ बहिनीहरूको थपडी बजाएको स्टाइल चाहिँ सुन्नु होला है हजुरहरू। यो तालीमै भुलेछु कि म चाहिँ। अनि स्वागत मन्तव्य चाहिँ यही स्कुलको प्रधान अध्यापक श्री अम्बिका हमालज्यूले चाहिँ राख्नु भएको थियो। उहाँहरूको माया साथ सपोर्ट त एकदमै थियो, किनकि यो स्कुलमा 7 जना टिचरहरू हुनुहुन्छ। टिचरमा चाहिँ 1 जना पुरुष अनि 6 जना महिलाहरूले नै चलाउनु भएको छ क्या। अनि मलाई चाहिँ कस्तो खुसी लाग्यो। अनि म्याडमहरू पनि एकदम राम्रो क्या, आमामा कस्तो सहयोगी भावना भएको। हामीले खासै यो कार्यक्रम गर्दा चाहिँ हामीलाई केही पनि असहज भएन क्या, सोचेको भन्दा पनि यस्तो राम्रो क्या म त। अनि हाम्रो पुरस्कार वितरण हेर्नु, शैक्षिक सामग्री वितरण अनि खेलकुद सामग्री पनि वितरण गरेका थियौँ। बच्चा बच्ची यस्तो रमाएर खुसी भएर हेर्नुहोस् यहाँ भिडियो। अब हामीले त बोल्नुभन्दा भिडियोले नै बोल्छ है, अब यस्तै त हो नि। अनि जाँदाखेरि चाहिँ बहिनीहरूले के मलाई बिचारा तिमीलाई पनि धेरै धेरै धन्यवाद, ज्ञानी हुनु है, पढी लेखी पाइलट बन्नु। के भन्ने भन्छ? नमस्ते, धन्यवाद। तिमी अब काफीले के गर्छौ? लेख्ने। अनि पछि पढेर के बन्ने विचार छ? डाक्टर। ल डाक्टर बन्नु है। अनि हामीलाई उपचार गर्नु है, म आउँछु है हस्पिटलमा। तिमी के भन्ने? म जस्तो हुनु मन छैन? म डाक्टर नि होइन, डाक्टर बन्ने कि म जस्तो बन्ने? म जस्तै। ल ल ल ल तिम्रो सपना पुरा होस् है, पुलिस। अनि हामीलाई लिन आउनु है फेरि हतकडी लाएर। बाई बाई, बाई बाई गर, बाई बाई। ल अब पढ है, ज्ञानी हुनुपर्छ, हल्ला गर्नुहुन्न है धेरै है। अनि टिचरहरूलाई दुःख दिनुहुन्न है। हामीलाई चाहिँ अफिसमा ल्याएर उहाँहरूले दही खुवाउनु भयो। यति धेरै माया साथ सपोर्टको लागि विद्यालय परिवारलाई धेरै धेरै धन्यवाद। र आगामी दिनहरूमा पनि अझै धेरै प्रगति हुँदै जाओस्। हजुरहरूको यस्तो साथ सपोर्टले हामीले पनि केही सहयोग गर्न पाओस् भन्दै मेरो आजको भ्लग चाहिँ यतै नै इन्ड गर्छु। ओके, बाई बाई एभ्रिवान। फेरि अर्को भ्लगमा भेटौँला।